टाइम छ भने एउटा कुरा सुनेर जानु है त। सबैको लाइफमा यस्तो मान्छे हुन्छन् कि लाइक त्यो मान्छेले केही गर्नै पर्दैन क्या, त्यसलाई देख्ने बित्तिकै टाउको दुख्छ, रनन्न रगत तातेर आउँछ तलदेखि माथिसम्म, नसै फुट्ला जस्तो हुन्छ होइन। सबैको लागि म होला, मेरो लागि तपाईँ हुनुहुन्छ होला होइन। सबैको लाइफमा हुन्छन् एकजना। यस्तो कुरामा चाहिँ म खुलेआम प्रतिस्पर्धामा हो, किनकि इफ आई डोन्ट लाइक यु क्यान से इट इन माई फेस क्लियरली के। नमस्ते हजुर सन्चै हुनुहुन्छ भनेर पछाडि छुरा रोप्नु सक्दैन। अनि आउँछन् मिडल म्यानहरू, नारद मुनि, दुई जिब्रेल, स्नेक, whatever you wanna call them। तिमीलाई त यस्तो भनेको रहेछ, तिमीले लुगा लगाएको थियो नि त्यो कस्तो राम्रो थियो नि, तर उनीहरूलाई त मन परेन रे। तिमीले अस्ति खानेकुरा बनाएको थियो त्यो भन्दा त राम्रो मै बनाइदिन्छु भने रे। तिमी त मोटी भएर नराम्रो देखेको रे, अनि ऊ पातली भएर तिमीले कस्तो रिस गर्छौ रे यत्र। कुन चाहिँ डेलोलुमा हुनुहुन्छ प्लिज बाहिर निस्किनुहोस् प्लिज। हगेको पातेको खाएको नाचेको उफ्रेको जे गरेको पनि रिस गर्ने मान्छे भन्दा त्यो बीचमा बसेर यता पनि ठिक्क उता पनि ठिक्क पार्दै जसले कुरा लाइसिँदै होइसिन्छ नि, किक द्याट पर्सन आउट अफ योर लाइफ। अनि तपाईँको जिन्दगी सुकुनसँग पिसफुलसँग बाँच्न सक्नुहुन्छ। अनि आजकल आई थिङ्क ड्यू टु द मोडर्नाइजेसन एन्ड अल यो नारद मुनि फेजमा चाहिँ केटी भन्दा बढी केटाहरू उत्रिरहनु भएको छ। आई थिङ्क दिस इज कल्ड द मोडर्न जेन्डर इक्वालिटी, नट इक्विटी। ओके, से नो टु जेन्डर डिस्क्रिमिनेसन। अनि हाँसउठ्दो कुरा के लाग्छ भने त्यो नारद मुनिहरूलाई चाहिँ के लाग्छ भने ओहो मलाई उता पनि ठिक्क यता पनि ठिक्क, उसले पनि मलाई कस्तो राम्रो भन्छ, यसले पनि राम्रो भन्छ, मैले बिचमा बसेर आनन्दले आगो लाउने काम मात्रै गरिरहेको छु। नोबडी नोज माई सिक्रेट। बट सबले थाहा हुन्छ बाबु कसको बानी के छ, कसको बानी के। बलिरहेको आगो ताप्न सबलाई मजा आउँछ कि जब आगो निप्छ नि सबलाई थाहा हुन्छ को कस्तो, कोसँग कति मिल्छ। डिफरेन्स यति हो कि कोही चाहिँ एकदमै बुद्धिमानी भएर चुपचाप लागेर बसिसिन्छ, कोही इग्नोर गर्सिन्छ, अनि कोहीलाई चाहिँ आगो एकदम मन पर्ने हुन्छ, कहाँ ताप्न पाइन्छ भनेर हजुरसँगै हिँडिसिन्छ कि। नारद मुनिहरू कहिलेकाहीँ हर प्रश्नको जवाफ मुखैले दिनुपर्छ भन्ने छैन, पर्खिनुपर्छ, समयले आफै जवाफ दिन्छ।